जिन्दगीमा म कहिले चुरोट पनि खाँदिनँ, रक्सी पनि खाँदिनँ, चाड पनि खाँदिनँ। तर आज मेरो टेन्सन साह्रै छ क्या। आज धेरै मलाई टेन्सन लागेको छ। कतै टेन्सन मेटिन्छ कि भनेर खानु खोज्दैछु। अनि टेन्सन मेट्छ कि भनेर खानु खोजेको छु हो। तर मैले यो बेडीलाई पेटीवाले बेडी हो। यस्तो पेटी भएको बेडी कहीँ पनि पाउँदैन। खोज्दा दुनियाँभर खोज्दा पनि पाउँदैन मैले। तर कहाँबाट भेटेँ हो। र यो बेडी भनेको महँगो छ। 2टा जिरो थपेर किनेको। 2टा जिरो थप्दाखेरि कति हो भनेर तपाईँहरू कन्फ्युज हुनुहुन्छ होला होइन, गाइजहरू सबै साथीभाइहरू। तर तपाईँहरू धेरै पढ्ने एकम बिकम डिग्री कम बिकम पढ्नेहरूले बुझ्नु भएन भने के कम बुझ्नुहोस् न। कति रहेछ 2 जिरो थप्दा तपाईँहरूले सम्झिनुहुन्छ होला। अप्ठ्यारो अनौठो सम्झिनुहुन्छ होला। अब आएन भने यसो तपाईँहरूको बुद्धिलाई यसो करेन्ट लाएर सोच्नुहोस् न के रहेछ। अब कति रहेछ 2टा जिरो थप्दा भनेर सोच्नुहोस् न, आफै आइहाल्छ नि। अब धेरै पढ्ने बुद्धिजीवीहरू हुनुहुन्छ है। 2 जिरो थप्दा कति हुन्छ भनेर मेरो टेन्सन साह्रै भयो। कहिले म खाँदिनँ थिएँ हो। आज कस्तो हुन्छ भनेर मेरो टेन्सन मेट्नु भनेर खाएको हो। तर टेन्सन मेट्छ कि भनेर खानु खोजेको मात्रै हो। अब म चाख्छु है त, तपाईँ सबैहरूले देख्नुहुन्छ होला। कस्तो हुँदो रहेछ भनेर मेरो टेन्सन साह्रै भएको छ आज। मलाई टेन्सन भएर टेन्सन मेट्छ भनेर दुनियाँले खाएको देखेर मजा उडाउनु भनेर मैले गरेँ हो। कतिको मजा हुन्छ भनेर, कतिको टेन्सन मेट्छ भनेर मेरो आज टेन्सन मेट्छ कि भनेर खाएको। मेरो बाप परानै मेट्ने हो कि मलाई कसको लागि दुःख गर्नु पर्यो। दुःख जति गर्दा पनि मलाई कसैले खुसी साथले मलाई हँसाउनु बोलाउनु सकेन भने म के गरेर बाँच्नु त है। मेरो टेन्सन यसले मेट्छ कि भनेर ट्राई गरेको। आज मैले केही खाँदै थिइनँ हो, केही खाने कस्तो हुन्छ भनेर मेरो टेन्सन मेट्यो भने केही हुन्छ कि भनेर सोचेर आज मैले यो सुरु गरेँ हो। गाइज हो, के गर्नु जिन्दगीमा सबैलाई पिर हुँदो रहेछ। जति पिर खप्छु भन्दा पनि खप्नु सकिनँ। मैले खपेको पनि थिएँ तर आज अति नै भयो। मेरो मन दुखेर आयो, मेरो मुटु फुटेर आयो। टेन्सन मेट्छु भन्दै खाँदा प्राणै मेट्ने हो कि। मेरो मुटु दुखिरहेको छ, मेरो मुटु दुखिरहेछ। कति मेरो मुटु दुखेको छ भनेर कसले देख्छ र, कसले बुझ्छ र। आफ्नोले त बुझिदिएन भने अरू कसले बुझ्छ र। बुझ्ने प्रयास कति गरेँ मैले, सोच्ने प्रयास कति गरेँ मैले, कति मैले खुसी दिनु सक्छु मेरो परिवारलाई भनेर दुःख गरेँ, सङ्घर्ष गरेँ होइन। तर मैले कति गर्दा पनि खुसी नहुने रहेछ भनेर देखेँ, सोचेँ। यो जिन्दगीमा मान्छेले दुःख भन्दा पनि माया चाहिन्छ। माया भएपछि धन सम्पत्ति त के हो,
कमाउनु सकिन्छ। माया नै छैन भने धन सम्पत्तिको के अर्थ हुन्छ, त्यो बुझ्नुमा छ। त्यो नबुझेपछि के गर्नु, जिन्दगीमा मरेको हाल हुँदो रहेछ। बाँचेर के अर्थ, जिउँदो भए बाँचेको मरेको सरह हुँदो रहेछ। मान्छेले गन्तव्यमा कहाँसम्म पुर्याउँदो रहेछ। कसलाई छ र रहर, साना साना नानीहरूलाई छोड्ने रहर कसलाई छ र। तर कर्तव्य लाग्यो। देश विदेश किन संसार गइरहेछ मान्छेहरू, छोराछोरी छोडेर, बुढालाई छोडेर दुःख किन गर्नु जान्छ साउदी कतर। छोराछोरीलाई खुसी पार्न, श्रीमानलाई खुसी पार्न, श्रीमतीलाई खुसी पार्न, दुनियाँ दिवाना हरेक गरेर जान्छ। यतिमा खुसी हुँदैन भने हामीले के गर्नु, सहदा 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 सहनु नसकेपछि के गर्नु, कसले बुझिदिने, कसले सुनिदिने। आफ्नो दुःख आफै लुकाउँ भनेर हामी कतिको प्रयास गर्छौँ हो छोरी मान्छेले। तर प्रयास गर्दा गर्दा पनि बहिरी निस्किन्छ हो कुरा। फलाना यस्तो फलाना उस्तो भनेर बहिरी निस्किन्छ। जति लुकाउँछु भन्दा पनि लुक्दैन रहेछ। छोरी मान्छेको जिन्दगी, छोरा मान्छेको जिन्दगी त्यस्तै सबै ठाउँ भइरहेछ। जिन्दगीमा मान्छेले किन झुन्डेर मर्छ, किन तर्पेर मर्छ, किन विष खाएर मर्छ भन्ने त अर्थ त यहाँ बुझायो नि त, यहाँ बुझायो। कसले सोचे, कसले त्यस्तो दुनियाँ साराले बुझ्ने भएदेखि, आफ्नैले बुझ्ने भएदेखि यस्तो हुन्थेन होला। जिन्दगी भनेको केमा हुँदो रहेछ, सिर्फ धन सम्पत्ति होइन, माया हुनुपर्छ। माया, संसार माया पर्छ। माया भए सम्पत्ति त भइ त हाल्छ नि। माया नै छैन भने सम्पत्ति कसरी, सम्पत्तिलाई कदर गर्नु सकिन्छ र, सम्पत्तिको महत्त्व मतलब कसरी रहन्छ र। जिन्दगीमा खुसी नै छैन संसारमा, हामीले सुख शान्ति खुसी नै हुँदैन भने, जति दुःख गर्दा पनि त्यसको कदर हुँदैन भने, आदर हुँदैन भने कसले बुझिदिन्छ, कसले सुनिदिन्छ। जिन्दगी भनेको 2 दिनको पाहुना जस्तो मात्रै आएको हुन्छ हो। त्यो सबैले संसार आफ्नाले नहेर्दा दुनियाँ दिवानाले हेरिरहेछ हो। आमा बाउ पीडित, भूकम्प पीडित, हरेक खोलाको पीडित, भेल बाहिरको पीडित, अनि पहिरोको पीडित, हरेकको पीडितहरू त्यत्रो मिडियामले हेरिरहेछ। मिडियामले यस्तो सङ्घर्ष गरेको छ कि यस्तो सङ्घर्ष गरेको छ, कति डाँडा काँडा खाइ नखाइ दुःख गरेर कति हेरिरहेको छ। त्यो देख्दाखेरि छोरा बुढीले छोड्यो, बुढाले छोड्यो गरेर रुइरहेको देख्दा मेरो पनि कति मन रुएर आउँछ। त्यो मन रुएको देख्दाखेरि मलाई पनि, मेरो पनि भक्कना फुटेर आउँछ। के गर्नु जिन्दगीमा, खुसी भनेकै पाइँदैन भने कसरी बाँच्ने। खुसी भनेकै सबैभन्दा ठुलो र सुख भनेकै मायाभन्दा ठुलो संसारमा कोही छैन। छोरी मान्छेले सम्पत्ति चाहिएको हुँदैन, सम्पत्ति चाहिएको हुँदैन। एक आपसलाई माया गरेको चाहिन्छ, एक आपसलाई माया गरेको चाहिन्छ। झुटो साबित कसैलाई मन पर्दैन। एक अर्कालाई माया गरेको मनपर्छ। संसारमा केले जित्छ, मायाले जित्छ भन्छ होइन, तर खोइ माया
संसारले माया जितेको भए किन दुनियाँ दिवन देश विदेश साउदी कतरमा गएर दुःख गरेर कमाउँछ। बुढीलाई खुसी पार्छु, छोराछोरीलाई खुसी पार्छु भनेर दुःख गर्छ। तर त्यो कसले बुझिदियो, कसले सुनिदियो? त्यो के भयो? त्यो के भएको? नीति र नियम कानुन विपरीत हुन्छ भने कसरी गरेर खानु? एक दिन दुई दिन बाँच्नु छ रमाइलो गरेर, सुख जीवन खुसीले बाँच्नु पाइएन भने त्योभन्दा चोट केही होइन। सम्पत्ति भनेको हातको मैला हो। सम्पत्ति भनेको कमाएर गर्न सकिन्छ। दुःखको पीर छैन हामीलाई। यस दुःख गरे दुःख पाएँ भनेर पीर छैन हामीलाई। मायाको आवश्यकता हुन्छ छोरी मान्छेलाई, जसलाई भए पनि, दिदी बहिनी दाजु जसलाई भए पनि मान्छेलाई मायाको आवश्यकता हुन्छ। पैसाको सम्पत्तिको आवश्यकता हुँदैन। यति भन्छु कि मेरो मनमा त्यही छ। खुसी भनेको त्यही हो। सम्पत्ति त के हो? हातको मैला। मान्छेले सम्पत्ति पाए हौसला बढ्छ भन्ने हुन्छ। त्यो सम्पत्ति हुँदा पनि सम्पत्ति हुनेहरूलाई कसैलाई खुसी छैन। सम्पत्ति भयो भने पनि डरसरी बसेको हुन्छ। सम्पत्ति छैन भने आत्तिएर बसेको हुन्छ। त्यो दुईपट्टि नै विकल्प नराम्रै नराम्रो हुन्छ। सम्पत्ति हुनेलाई पनि खुसी छैन, नहुनेलाई पनि खुसी छैन। हुनेलाई पनि डर भइराखेको हुन्छ। चोर छ कि, लुट छ कि, काट्छ कि, मार्छ कि, त्यो सम्पत्तिले गर्दा मेरो ज्यान जान्छ कि भनेर कति मन रोइरहेको हुन्छ, डर भइरहेको हुन्छ। सम्पत्ति नहुनेलाई चाहिँ आत्तिरहेको हुन्छ। के गरेर त्यो ऋण तिरौँ, कसो गरेर ऋण तिरौँ, कसरी त्यसलाई मिलाउँ, कसरी गरेर जाउँ भन्ने भावना र सोच हुन्छ। त्यो सोच नभएको र आँट नभएको मान्छे कोही पनि हुँदैन। आँट र सोच भावना भत्काउने भनेको माया र ममतै हो। त्यसलाई भङ्ग बनाउने, टुटाउने, फुटाउने, छुटाउने भनेको माया हो। त्यो मायालाई घाट गर्यो भने कुनै हालतमा सुख शान्ति र खुसी कोही पनि हुन सक्दैन। त्यति हो म भन्न चाहन्छु सबैलाई। त्यस्तै हो। मान्छेको खुसी भनेको सुख पाएर होइन, सम्पत्ति पाएर होइन। सम्पत्ति र मोतीको महलमा पैसाको उपरमा सुतेर मात्रै खुसी होइन, सुख होइन। मान्छेको माया हो। माया भन्दा ठुलो सम्पत्ति लाग्दैन मलाई। म गरेर खान्छु, दुःखै गरेर खान्छु। तर मलाई त्यो लाग्छ क्या, सोच्नेले सोच्छ, भन्नेले भन्छ, तर सम्पत्ति भन्दा ठुलो माया भनेर मैले बुझेको छु। तर हामी हुन्छ, बुढाबुढीको बार्गेनिङ हुन्छ। तर एकतर्फीमा माया भनेको सबभन्दा ठुलो लाग्छ मलाई। सम्पत्ति भनेको हातको मैला हो। दुई दिन बाँचिन्जेल खुसी छैन भने कसरी जिउने, कसरी आँट गर्ने, गरेको सम्पत्ति, कमाएको सम्पत्ति कसरी संरक्षण गर्ने, कसरी सङ्घर्ष गर्ने, कसरी त्यो पैसालाई सदुपयोग गर्ने। सुखै छैन, खुसी नै छैन। मनको मायाको सुख पैसाको सुख होइन। मायाको सुख र मायाको खुसी